सिधै कुरा गरौँ लास्ट इयरको च्याम्पियन तर यो इयरको बटम अफ द टेबलमा फिनिस गरेको टिम जनकपुर बोल्ट्सको बारेमा हैन। जनकपुर बोल्ट्सको लागि टप पर्फर्मर भन्ने भने चाहिँ एक किसिमले माझ सदाकत रहेका थिए हैन। तर त्यो सुरु गर्छु म नेपाली प्लेयर आसिफ शेखबाट हैन। आसिफले चाहिँ 105 रन बनाउँछन् र एकदमै धेरै डिसअपोइन्ट गरेका छन् आसिफले हैन। हुन त भन्ने हो भने ओभरअल पुरै जनकपुर बोल्ट्सले नै सबैजनालाई डिसअपोइन्ट गरेको छैन। जम्मा एउटा म्याच मात्रै जितेको छ र बाँकीको उसमा पनि खाली क्याप्टनहरू चेन्जेस मात्रै गरेर बस्यो टिमले हैन। टिमसँग चाहिँ सबैजनाको बेटर एक्सपेक्टेसन रहेको थियो तर टिमले चाहिँ त्यो एक्सपेक्टेसनमा चाहिँ पुरै एकदम जिरो काम गरे हैन। आसिफले 105 रन बनाउँछन्, अलमोस्ट 113 को स्ट्राइक रेट रहेको थियो। एभरेजको कुरा गर्ने भने जम्मा 15 को एभरेज रहेको छ है। पछि जोइन भएका प्लेयर माझ सदाकत जसले चाहिँ 113 रन बनाए, 150 प्लस को स्ट्राइक रेटले ब्याटिङ गरेका थिए। एभरेज पनि अलमोस्ट 23 को रहेको छ। बलिङ पनि राम्रै गरेका छन् हैन, 4 विकेट निकालेका छन्। इकोनोमी 6.6 को एभरेज पनि 33 को रहेको छ। र न्यू विकेट किपर ब्याटर हैन जो चाहिँ विकेट किपर टर्न अलराउन्डर हैन अनिल शाह 73 रन बनाउँछन्। र एउटा एकदम फन्नी कुरा के थियो भन्दाखेरि हैन, जब नेपाल टिमले चाहिँ आफ्नो 24 मेम्बरको क्याम्प चाहिँ अनाउन्स गरे त्यसमा चाहिँ अनिल शाहको नाम थिएन हैन। र त्यसपछि ठ्याक्कै मेरो एकजना साथीले चाहिँ एउटा रिल सेन्ड गरेको थियो हैन, जहाँनिर चाहिँ अनिल शाहको चाहिँ एउटा एकदम इमोसनल रिल आइरहेको थियो हैन कि सबैजनालाई सेलेक्ट गरे तर अनिल शाहलाई चाहिँ क्याम्पमा सेलेक्ट गरेनन् भनेर। तर अनिल शाहले चाहिँ सायद अनिल शाहलाई विकेट किपरको ब्याकअपमा सेलेक्ट गर्दैन र विकेट किपरको ब्याकअपमा नेपालसँग चाहिँ अलरेडी आसिफ भए, लोकेश बाम भएर त्यसपछि विनोद भण्डारी तीनजनालाई क्याम्पमा लिइसकेका छन्। र मेरो विचारले चाहिँ मोस्टली म भन्छु हैन आसिफ र चाहिँ लोकेश बाम चाहिँ हुनुपर्छ। अब मेबी हुनसक्छ नेपाल टिमले चाहिँ विनोद भण्डारी लगला छुट्टै कुरा हो हैन, तर उनीहरू दुईजना चाहिँ हुनुपर्छ जस्तो लाग्छ मलाई हैन। सो त्यो अनुसारले हेर्ने हो भने चाहिँ अनिल शाहको चाहिँ ठाउँ ठ्याक्कै बन्दैन थियो है। अनिल शाहले चाहिँ कस्तो पर्फर्म गरे, सो 73 रन 75 बलमा जानेर चाहिँ एउटा 60 प्लस को स्कोर रहेको थियो। जम्मा 6 विनिङ ब्याटिङ गरेका छन् है। 97 को स्ट्राइक रेट रहेको छ भने एभरेज पनि जम्मा 12 को रहेको छ। बलिङमा चाहिँ 4 विकेट निकालेछन् र बलिङमा चाहिँ अनिललाई कन्सिडर नै गर्दैन नेपाल टिमले कहिले पनि सेलेक्सनको लागि। सो अनिलले बलिङ चाहिँ छोडिदिए हुन्छ जस्तो लाग्छ हैन। मोस्टली चाहिँ विकेट किपिङ र अनि त्यसपछि ब्याटिङमा चाहिँ फोकस गर्दाखेरि हुन्छ हैन। धेरै फ्यान्सहरूले चाहिँ अनिलको डिफेन्स र अनिलको स्विपमा चाहिँ एकदम क्रिटिसाइज गरिरहेका थिए कि अनिलसँग एउटा सोलिड डिफेन्स छैन र स्विप हान्ने तरिका बिल्कुलै मिलेन भनेर हैन। सो त्यसमा चाहिँ अनिलले काम गरे भने मेबी यु नेभर नो हैन, एनपिएल सिजन 3 मा चाहिँ आएर अनिलले खतरै गर्न दिन सक्छन्, या त अहिले अब जुन नेपालको डोमेस्टिक टुर्नामेन्टहरू सुरु हुन्छ त्यसमा चाहिँ खतरै गरेर दिन सक्छन् हैन अनिलले। र फेरि पनि यदि त्यहाँनिर राम्रो गरिदियो भने चाहिँ नेपाल टिममा आउन सक्ने चान्सेस एकदम हाई हुन जान्छ। एकजना प्लेयरको बारेमा चाहिँ भन्न चाहन्छु हैन म, शेर मल्ल जो चाहिँ यो सिजनको वान अफ द हाइएस्ट विकेट टेकर छन् हैन। वान अफ द जोइन्ट हाइएस्ट विकेट टेकर छन् सन्दीप र अविनाश बोरासँग हैन। शेर मल्ललाई चाहिँ यो टिमले रिलिज गरिदिएको थियो तर यो लास्ट सिजन 1 मा चाहिँ शेर मल्लले जनकपुर बोल्टसँग जिते, सिजन 2 मा चाहिँ लुम्बिनी लायन्ससँग जिते। तर शेर मल्ललाई चाहिँ राखेको भए यु नेभर नो हैन, एउटाको ठाउँमा दुईटा म्याच जित्न सकिन्थ्यो हैन। तर त्यसमा भन्दा पनि मैले चाहिँ ललित राजवंशीको बारेमा भन्न खोजेको हैन। ललित राजवंशी एनपिएल सिजन 1 को चाहिँ हाइएस्ट विकेट टेकर रहेका थिए र एनपिएल सिजन 2 मा जम्मा 4 विकेट मात्रै लिए हैन। र यो मेरो लिस्टमा चाहिँ आएका छैनन् हैन। वी होप गर्थ्यौँ हैन एज अ फ्यान, हामी ललित राजवंशीको फ्यान चाहिँ ललित राजवंशीले चाहिँ एनपिएल सिजन 3 मा चाहिँ आएर फेरि पनि आफ्नो एनपिएल सिजन 1 जस्तै पर्फर्मेन्स दोहोऱ्याउन् हैन।